हेलो एभ्रिवान वेलकम टु माई मिनी ब्लग। सो गाइज मैले चाहिँ अस्ति सवानाबाट अर्डर गरेको थिएँ नि त एउटा चिज हो। त्यो चाहिँ के हो भने तपाईँहरूलाई म अहिले अनबक्सिङ गर्दैछु, त्यसमै हेर्नु होला है। यो मैले पनि हेरेको थिइनँ के हो भनेर होइन। म चाहिँ एकैचोटि भिडियो बनाउँछु भनेर भिडियो बनाएर हेर्छु भनेर चाहिँ म यहाँ एकैचोटि भिडियो बनाएर हेर्दैछु होइन। अन्त मैले चाहिँ अर्डर गरेको थिएँ यो टी सर्ट टप अर्डर गरेको थिएँ है। तर मैले चाहिँ के सोचेर अर्डर गरेको थिएँ तर के आयो होइन। राम्रो थियो, राम्रै छ होइन, राम्रो लाग्यो। तर मैले चाहिँ सोचेको थिएँ यो टप होला येल्लो, जो मतलब यसको भित्रबाट लाउने पनि होला भनेर चाहिँ सोचेर मैले अर्डर गरेको थिएँ होइन। तर यो चाहिँ इनर मात्रै रहेछ। यो चाहिँ भित्रबाट अब मैले जो टप या केही अब यो इनर सिनर लगाएर लगायो मात्रै हुने रहेछ होइन। तपाईँहरूले कसले चाहिँ सवानाबाट अर्डर गरेर कतिको एक्सपिरियन्स गर्नुभएको छ मलाई कमेन्टमा भन्नुहोस् ल। मैले चाहिँ जति पनि अर्डर गरेँ होइन, के सोचेर अर्डर गर्छु तर के आइदिएको छ। कतिपल्ट चाहिँ मलाई यस्तै भएको छ होइन। मान्छे भन्छ कि सवानाबाट राम्रो आउँछ, त्यही सुनेर मैले पनि अर्डर गरेँ। तर केही छैन, अब यो पनि लाउनुपर्छ होइन। राम्रो छ, मैले अस्ति लगाएँ पनि राम्रो लाग्यो। हुन्छ, थ्याङ्क यू फर वाचिङ, बाई।